त्यही पनि पत्याएको छ। सबै साथीहरू रोजगारी हुँदाखेरि म बेरोजगार थिएँ। अनि एक दिन मैले के गरेँ भने गुडी मण्डपमा पुस्तक मेला लागेको थियो। म आफू चाहिँ वातावरण विज्ञान ब्याकग्राउन्डको विद्यार्थी, साहित्यको किताबको सबै पढेको पनि हो बिचमा। तर खासमा मलाई टर्निङ पोइन्ट चाहिँ त्यहाँबाट भयो। जुन बेला म त्यो दिन गुडी मण्डपको चाहिँ एउटा माइक्रोसफ्टदेखि बाहुन डाँडा जो चाहिँ खगेन्द्र शर्माले अनुवाद गर्नुभएको हो। त्यो चाहिँ एकदमै प्राचीन किताब हो। लिभिङ माइक्रोसफ्ट टु के सक्नु भन्ने किताब छ। ठ्याक्कै उद्देश्य जो उसले लेखेको किताब चाहिँ अनुवाद थियो। मैले किनेर ल्याएँ। कर्नर साकेको सोच भन्ने किताब पनि किनेर ल्याएँ। माइक्रोसफ्टदेखि बाहुन डाँडाको किताब मैले 2-3 दिनमा एकदमै यति मिहिन ढङ्गले पढेँ नि। त्यो बेरोजगारीका तनावहरू, एक्लोपनका तनावहरू जागिर छोडेर, माइक्रोसफ्टको जागिर छोडेर नेपालको दुर्गम गाउँमा होइन किताबहरू चाहिँ को लाइब्रेरी बनाऊ भनेर अथवा चाहिँ एकदमै इन्सपायर भयो। कर्नर साकेको सोचले पनि त्यो बेला मलाई एकदमै मन्त्रीमा गइसकेको मैले अर्को किताब मलाई एउटा कुरा के थाहा भयो भने हो किताबको संसारमा जान थालेपछि मान्छेलाई तनाव र डिप्रेसन जस्ता रोगहरू चाहिँ कति मात्रामा हुन्छ भनेर म भने कुनै वैज्ञानिक डक्टर होइन। तर यति चाहिँ भन्न सक्छु धेरै हदसम्म कम्ती हुँदो रहेछ त्यो मेरो आफ्नो आउँदैन। फोकस बढाउँछ, मान्छेको मेमोरी पावरहरू बढाउँछ। त्यसैले बानीको डिमेन्सिया टाइपको अथवा अल्जाइमर टाइपको रोगहरू भनेपछि पढ्नुले, भाषा सिक्नुले, अर्काको कुरा जान्नुले तपाईँको बिर्सिने बानी अथवा